गुल्मीको रम्फैमा छु म यति बेला। साथीहरू यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ अब हाम्रो पुर्खाहरूको चिनो भनौँ न, पहिलाको याद आउने खालका घरहरू छन्। खरको छाना भएका घरहरू देख्दा पनि आनन्द आउने खालको, यो चाहिँ हाम्रो मौलिकता झल्काउने घरहरू। कति राम्रो लटरम्म फलेका सुन्तलाहरू, त्यसै गरी भरपुर मात्रामा तरकारीको चाहिँ यहाँ वर्षा छ भनौँ न। यहाँनिर ल हेर्नुहोस्, बारीमा कबेली छ, त्यसै गरी बेसार, कर्कलो, सिमीहरू, भट्ट, बोडी लटरम्म फलेका छन्। करेला छ, त्यसै गरी यतापट्टि घिरौँलालाई हेर्नुहोस् कस्तो राम्रो फलेको छ। घिरौँलाहरू मजाले फलेको छ। आज चाहिँ हामी यो घिरौँलाको तरकारी खाने तयारीमा छौँ। हाम्रो बल सरले चाहिँ भर्खरै मात्र यो रुखबाट घिरौँला टिपेर यहाँ काट्दै हुनुहुन्छ, हाम्रो बल तारामी सरले। खास चाहिँ हाम्रो बल सर कोमा आउनुभयो भने यहाँ चाहिँ तपाईँलाई एउटा इतिहासै देख्न पाउनुहुन्छ। उहाँको कोठामा इतिहास लुकाएर राख्नु भएको छ है हाम्रो बल सरले। के छ भनेर तपाईँहरूलाई मैले बिस्तारै देखाउँदै जानेछु। यहाँ चाहिँ हाम्रो बल तारामी सरको यो चाहिँ मिल छ। धान, मकै, गहुँ सबै पिस्ने मिल छ। यो चाहिँ हाम्रो बल सरको कोठा हो। यहाँ माथि हामी जो सुतेका थियौँ, अब यहाँ पनि अर्को कोठा छ बल सरको। यहाँभित्र के छन् हेरौँ है, के छन् ल हेर्नुहोस्। यो काठ चिर्ने मेसिनहरूदेखि लिएर यसलाई तपाईँले चिन्नुहुन्छ कि चिन्नुहुन्न? यो चाहिँ मैन्टोल हो साथीहरू। मैन्टोल भन्थ्यौँ हामीले। म सानो छँदा जति बेला विद्युत थिएन त्यति बेला यसले चाहिँ विद्युतको काम गर्ने हो, परम्परागत रूपमा मैन्टोल। खास गरेर यो इन्डियन लाउरेहरूको घरमा हुन्थ्यो त्यति बेला। र क्लबहरू, सङ्घ संस्थाहरूले कार्यक्रम गर्दाखेरि, भैलो खेल्दाखेरि यो मैन्टोल लिएर हामी हिँड्थ्यौँ। र यसले बहुत उज्यालो दिन्थ्यो, एकदमै उज्यालो। त्यसै गरी यो काठ चिर्ने मेसिन भइहाल्यो। यस्तो सामानहरू छ। यहाँ चाहिँ हार्मोनियम पनि रहेछ, एकछिन बजाएँ पनि मैले। यो हार्मोनियम पनि छ यहाँ, लगायत अन्य थुप्रै चिजहरू छ, सोलरहरू छ। हाम्रो यो चाहिँ बल तारामी सरको फर्निचर है। घरमै यस्तो मजाले फर्निचर हो यो। थुप्रै कामहरू गर्नुहुन्छ, काठ सम्बन्धी सबै कामहरू गर्नुहुन्छ। तपाईँहरूलाई पनि आवश्यक पर्यो भने सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो बल तारामी मगरलाई। यतापट्टि ठुलो मेसिन पनि छ, यो चाहिँ सञ्चालनमा रहन्छ अहिले। यसको नाम चाहिँ कतिलाई थाहा छ? तपाईँको घरमा छ कि छैन? कमेन्ट गर्नु होला। यो चाहिँ सुप हो। बल सर, यो सुप तपाईँले चलाउनुहुन्छ? के लाउनुहुन्छ आफै? अब यो कोडो फल्न पर्छ, फल्दाखेरि भुसबाट नि झर्छ कोडो। हजुर, त्यसलाई चाहिँ कलाउने हो। हिजो एक बोरा चामल कलाइयो नि, 1 पिस भनौँ न मेसमा कि। ओहो, राम्रो रहने छ अहिले यसपालिको चामल। सबै केलाउनु पर्ने, गरिन्छ, काम चलाउनु हुन्छ। त्यहाँ हेर्नु करेला छ त्यहाँ सुपमा।
ए हो यो घेरौँला पनि लरा पारेर सुकाएर राख्नु बेच्ने भन्ने कुरो हुँदैन। मैले यहाँ कति कटर फल्छ वर्षेनी मैले सबैलाई दिने यति बेर गाउँकोलाई मित्रहरूलाई त्यो बिक्री गर्ने भन्ने त्यस्तो हुँदैन। ठुलो छ है यो कटरको बुट्टा त। यो कुर्ची सबै तपाईँले बनाउनु भएको हो र? कति दिन लाग्यो यो कुर्ची भन्दा नि यो यहाँ भएको सबै मसले हो गराउने काम चलाउ सबै। घर बनाउने हो यहाँ बनाउने भन्ने कुरो त पहिले हो के अरे। अब यहाँ नबसिने भएर खासै पनि हुन गरेको। तर अहिले यसो हेर्दाखेरि हजुर यो कार्यक्रम वर्षिन भइरहन्छ हाम्रो। त्यो बाटोको नजिक पनि पर्यो। नजिक भएपछि केही सामान मगाउँदाखेरि पनि ल न त्यहाँसम्म लर फालिदिनु भन्ने कुरा पनि हुने नि राम्रो। त्यही भएर अहिले त अब यतै बनाउनु पर्छ भन्ने सोचाइन्छ। यो चाहिँ रम्फै स्थित सुनगाबा युवा परिवारको खेल मैदान राम्रो बनाउनु भएको रहेछ अहिले साथीहरूले। फिनिसिङ हुँदैछ होइन सर? पहिलाको धेरै राम्रो हो नि त। यो ग्राउन्ड पनि चाक्लो आयो पहिलादेखि। वाल उठाइयो तलैबाट जाली पोल लगाइयो। पहिला बाँस काटिया पहिलाको धेरै राम्रो हुनु। बिस्तारै बिस्तारै रूपरेखा तयार हुँदैछ कता खेल मैदानको। बसाइसराई कस्तो छ सर यहाँ? बसाइसराई त खासै छैन भन्दा हुन्छ। अर्को कुरो बसाइसराई भन्दा पनि यो वैदेशिक रोजगारीको लागि जाने युवाहरू धेरै हुनाले चाहिँ गाउँ खाली खाली जस्तो छ कि बसाइसराई त्यति छैन जस्तै छ। अब मामा कहिले आउनु न कार्यक्रममा? खै कार्यक्रममा के आउने? म कार्यक्रममा मलाई पैसा दिनुपर्छ भनेर कि पैसा हुन पर्यो नि। म खाने पैसा फलाउने नि मामा। छोरा कमाइ हुन पर्यो, मेरो कमाइ हुन पर्यो। पठाइनु म त अहिले यहाँ भाङभरि जान्छु। अर्नी पानीको लागि त्यही हो। दसैँ पाहुना आउनु आउँला नि। आज दुर्गा पुग्नु भएन? पुर्ने हो, अलि पुर्ने हो नि त। घाँस काट्नु पर्यो, औजार त्यहाँ राख्नु पर्यो नि त। पहिला त चोख्नी सर पुज्नु पर्यो नि। नाइ केही पनि दुर्गा माताको हो नि त। आज त भैँसी काट्छन्, सबै काट्छन्। त्यो त केही पनि हुन्न। आज त खाएर पुज्यो नि हुन्छ। खाएर पुज्ने हुन्छ क्या दुर्गा माता पूजा। के खाएर पुज्नुहुन्छ? के खाएर पुज्नुहुन्छ? एउटा चाहिँ रस खानु भयो, अब कुखुरा मासु खानु भयो, सुँगुर मासु खानु भएन। दुर्गा माताकोमा चाहिँ पूजा हो नि दुर्गा सुँगुर मासु खानु भएन। दुर्गा माता सुँगुर चल्छ नि त। अब चाहिँ खाएर पूजा होइन होइन मगरलाई त चल्छ नि त सुँगुर। मलाई खानु चल्छ, म चल्दैन नि त। हो खानमा चल्दैन नि त। आज त दुर्गा माताको हो नि त पूजा त। भरे कुबिन्ने चल्छ नि त बलेगरा। कुमिन्ने त उयो पाडो काट्ने अरे। त्यो त ठिक्क बनाएर राखेको छु। ल ठिक छ। दाल दिएको त्यो छ। सब्जीहरू सब्जी पनि छ है? हिजो त अब खेल यस्तो पुरै खेर के गरेको तिमीहरूले? खेलेको हो? के खेलेको त? ए हो जेसीबी डोजर लगाएको? खै ल यता हेर त दुवैजनाले। ओहो जेसीबी हो? मेरोमा हिँड्नु भयो? हेलो लालटिन है लालटिन। हाम्रो आजको नचल्दा आउँछ आउने आउँछ नि। ल म बडा चाहिँ खबर गरेँ बडालाई आउने भयो भनेर भन्ने अरे। कहाँलाई फोन गरेको? कहाँलाई फोन गरेको? कसलाई एउटा वहीँ हाम्रो रुजिनाहरू पनि अब त
पारी हिमतलाको छोरी भूमिकारको नाटक छ नि 11 बजे बनायो भने थियो छ नि अनि बरु आयोजक केटीहरुको त खै अब त्यो टिनो दुईटा त को जान्छ नि हामीले आयोजक राख्ने हैन एक कोषमा राख्ने हैन कता फोन गर्यो फेरि के भयो म ठिक छु अब गुरुङगारे आउनुभयो गुरुङगारे आउनुभयो हो नि ओ तातो पानी